ल दाइले चाहिँ मजाले बनाउँदै हुनुहुन्छ लगभग अब 5-10 मिनेटमा चाहिँ हाम्रो ढिडो रेडी नै हुन्छ ल हाम्रो ढिडो चाहिँ रेडी हुँदैछ दाइले चाहिँ सुरु गरिसक्नु भएको छ हैन हेलो नमस्ते सबैजनालाई आज चाहिँ हामी लामा दाइ र म चाहिँ आज रुममा ढिडो बनाएर खाने प्रोग्राम छ हाम्रो चाहिँ आज प्लान चाहिँ हामीले ढिडो र ल्याम्पको मासु खाने प्लान छ अनि आज काम पनि छैन आज र भोलि चाहिँ काम छैन अनि दाइ र म मात्र छौँ रुममा अनि त्यही भएर आज चाहिँ हामी ढिडो खान्छौँ त्यही नै अब लामा दाइ र म चाहिँ अब यसो थोरै सपिङ गर्छौँ त्यही नै आजको प्लान ढिडो खाने प्लान छ हाम्रो लामा दाइ पनि रेडी भइसक्नु भयो मलाई नदेख्न भनेको केही नि हुँदैन हो दाइ चाहिँ पुरा रेडी हो सपिङ गर्नलाई अब हामी चाहिँ जान्छौँ सपिङ गर्न त्यही नै हो गाइस अब चाहिँ जोस् भिडियो आइराख्ने छ भिडियो बनाइराख्छु छु मैले चाहिँ अब तिहार पनि आइसक्यो होइन अब त्यही त हो नि तिहारमा अब विदेशमा सबै नेपाली दाजुभाइहरूसँग रमाइलो गर्ने अरू त अब यतातिर खासै प्लान नै हुँदैन अनि तिहारमा सबैसँग भेटघाट गऱ्यो दाइहरूसँग हाम्रो फेरि कस्तो छ भने चाहिँ सबै लगभग एउटै उसमा काम गर्छौँ अनि सौगात अभिषेक अनि हाम्रो प्रदीप दाइ हामीहरू सबै एउटै उसमा काम गर्ने अनि त्यो भएर हाम्रो बिदा पनि अनि हप्ता ट्युसडे नै हुन्छ मेरो त 2 दिन हुन्छ अनि अरू केटाहरूको दाइहरूको चाहिँ ट्युसडे मात्र हुन्छ अनि त्यो भएर सबैको ट्युसडे चाहिँ मिल्छ हाम्रो अनि भोलि चाहिँ हामी प्लान गर्दैछौँ कि तिहार स्पेसल केही गरौँ भनेर अनि हामी भोलि चाहिँ के गर्छौँ होइन त्यही नै अनि त्यो सपिङ पनि गर्नु छ अब केटाहरू चाहिँ कलेज छ तिनीहरू कलेजदेखि आयो भने हामीले त्यो भोलिको लागि पनि सपिङ गर्छौँ अहिले चाहिँ हामीले ढिडो खाने हो आज चाहिँ हामी ढिडो खान्छौँ त्यही नै हो यहाँ चाहिँ राम्रो राम्रो ऊ गरेछ पेन्टिङ गरेको छ यता चाहिँ जोस् एकदम राम्रो छ भ्यूहरू लामा दाइ चाहिँ पछाडि हुनुहुन्छ होइन त्यही नै हो गाइस अब चाहिँ हामी थोरै सपिङ गर्छौँ विदेशमा न दसैँ न तिहार त्यस्तो केही नि स्पेसल हुँदैन झन् उमेर बढ्दै गयो भने चाहिँ झन् दसैँ तिहार त्यति खासै स्पेसल नै लाग्दैन ल अहिले म र लामा दाइ चाहिँ ग्रान्ड प्यारेडमा हिँडिरहेको छौँ अब चाहिँ आज चाहिँ हाम्रो लामा दाइले ढिडो बनाएर हामी ढिडो खान्छौँ जे होस् हामीले चाहिँ मैले चाहिँ ढिडो नखाएको चाहिँ लगभग 1 महिनाभन्दा बढी भयो हामीले चाहिँ रुममा हप्तामा जे होस् एकपटक ढिडो बनाएर खाने गर्थ्यौँ पहिले चाहिँ अहिले चाहिँ त्यो चाहिँ परिपाटी मिलिरहेको थिएन अनि आज चाहिँ जे होस् दाइको पनि बिदा अनि मेरो पनि अब थियो अनि त्यही भएर दाइले चाहिँ यसो ढिडो खाऊँ न त भन्नुभयो अनि ठिक छ नि त आज खानुपर्छ ढिडो भनेर चाहिँ अनि हामी चाहिँ अहिले पिठो किन्न जाँदैछौँ पिठो र ल्याम्प किन्न जाँदैछौँ अहिले चाहिँ हामी ग्रान्ड प्यारेडमा हिँडिरहेको छौँ यस्तो चाहिँ ग्रान्ड प्यारेडको माहौल अनि अगाडि हेर्न सक्नुहुन्छ यस्तो छ टक्कै यो चाहिँ हाम्रो कफी सप अड्डा त्रिपुल्स त्यही नै हो आज चाहिँ धेरै गर्नुपर्ने छ अनि तिहार पनि लागिसक्यो होइन इन्डियातिर दिवाली पनि लागिसक्यो आज चाहिँ मैले काम गर्ने रेस्टुरेन्टमा चाहिँ सेफले जे होस् दिवाली स्पेसल भनेर सबैलाई इन्भाइट गर्नुभएको छ अनि हाम्रो अगाडि मुकुन्द दाइ त्यहाँदेखि मुकुन्द दाइ आइराख्नु भएको छ मुकुन्द दाइले हामीलाई देख्नु हुँदैन होला सायद मुकुन्द दाइलाई चाहिँ हामीले देखिसकेका छौँ होइन त्यही नै दाजु नमस्ते के छ दाइ हाम्रो मुकुन्द दाइ आइसक्नु भएको छ होइन अनि दाइ काममा जान्ला तपाईँ ल ठिक छ दाइको चाहिँ आज काम छ भोलि अफ छ भोलि आउनुहुन्छ होइन ट्युसडे उता भोलि एकदम रमाइलो गर्नुपर्छ ल दाइ है सियु ल दाइ चाहिँ काममा गइसक्नु भएको छ अब त्यही हामी सपिङ गर्छौँ होइन अनि त्यसपछि आजको भिडियो चाहिँ त्यही ढिडो स्पेसल हुनेछ अहिले चाहिँ हामी यसो अब कफी खाँदैछौँ घाम राम्रो लाग्छ आज धेरै पछि घाम लागेको छ होइन हिजो अस्ति पानी परिरहेको थियो अनि कफी खाएर चाहिँ सामान किन्ने कुरा भयो अहिले चाहिँ हाम्रो कफी चाहिँ रेडी हुँदैछ हामी वेटिङमा हो यहाँको भ्यू चाहिँ यस्तो छ एकदम राम्रो सानो छ स्पेस तर एकदमै राम्रोसँग बनाएको छ होइन अनि चाहिँ अब चाहिँ हामी कफी खाने अनि कफी यसो दाइसँग कफी गफ हुन्छ कफी गफ पछि चाहिँ अनि हामी चाहिँ त्यसपछि चाहिँ हाम्रो केही नै प्लान हुँदैन त्यसपछि चाहिँ हामी कफी खाएर डाइरेक्ट सामान किनेर अनि त्यसपछि हामी चाहिँ त्यही नै ढिडो बनाउँछौँ यहाँ बाहिरको चाहिँ यस्तो मजाको छ एकदमै राम्रो भ्यू छ त्यही नै हो ल अब चाहिँ कफी आयो भने कफी गफ गर्नेछौँ हामी हाम्रो चाहिँ कफी आइसकेको छ हैन हामी यसो बाहिर छौँ
यस्तो छ यताको भ्यू चाहिँ जो एकदमै रमाइलो छ अनि त्यही नै हो कफी खाएको देखा जस्तो भयो गाइस त्यस्तो हैन जोस कफी खाँदै यहाँनिर यसरी बसेर यहाँको भ्यू हेरेर कुरा गर्नुको मजा छुट्टै छ हैन खासै म कफी चिया खासै पिउने मान्छे चाहिँ हैन कहिलेकाहीँ रेयरली चाहिँ म खाने गर्छु कफी चियाहरू चिया चाहिँ खाएको छैन नेपाल हुँदा पनि कहिलेकाहीँ रेयरली खाइन्थ्यो तर कफी चाहिँ अब यस्तै घाम लाग्यो भने मजाले कुराकानी गर्नलाई गफ भन्छ नि नेपालतिर चिया गफ राम्रो हुन्छ मिठो हुन्छ भनेर त्यस्तै नै हो कफी चाहिँ एकदमै बब्ली छ जो कर्क सिटीमा हुनुहुन्छ ट्याक्क लगाएर यसो घाम लागेको बेला मजाले बाहिर निस्केर हैन यसो एकदमै मन मिल्ने मान्छेसँग आएर कफी खाँदै गफ गर्न सकिन्छ हामी चाहिँ रुममा आइसकेका छौँ हैन रुममा चाहिँ दाइले अघिदेखि नै सुरु गरिसक्नु भएको थियो म चाहिँ हल्का कपडा सपडा चेन्ज गरेर आएको थिएँ अनि थोरै फ्रेस पनि हुनु पर्यो हैन अहिले दाइले चाहिँ यहाँ ल्याम्प बनाइसक्नु भएको छ ल्याम्प चाहिँ पाकिसकेको छ ढिडो बनाउँदै हुनुहुन्छ अन्त यो केसको ढिडो हो खास कोदोको है दाइले चाहिँ एकदमै राम्रो तरिकाले बनाउनुहुन्छ दाइले बच्चैदेखि बनाउनु त दाइ ढिडो जस काठमाडौँमा हो कि काभ्रेमा दाइले जोस् बेला बेलामा चाहिँ हामीलाई हुन्छ नि हामी यहाँ रुममा बस्ने सबैजनालाई ढिडो बनाएर खुवाइराख्नु भएको हुन्छ जोस् नेपालदेखि टाढा भयो भने ढिडो चाहिँ खान पाइरहेछौँ हामीले अनि यसमा चाहिँ ल्याम्प छ हैन दाइ यो खोल्न मिल्छ कि ल यसो ल्याम्प पनि देखाइदिउँ न ट्याक्क लाएर यो चाहिँ पाक्दैछ गाइज हैन एकदमै यहाँ चाहिँ ढिडो बनाउँदै हुनुहुन्छ दाइले ल ल दाइले चाहिँ मजाले बनाउँदै हुनुहुन्छ लगभग अब 5-10 मिनटमा चाहिँ हाम्रो ढिडो रेडी नै हुन्छ हैन अनि जोस फाइनलमा छौँ हामी चाहिँ गाइज अनि विदेशमा बसेर अनि कोले ढिडो मिस गर्नुहुन्छ यसो कमेन्टमा कमेन्ट गर्नु होला केटाहरूले यसरी गर्नु कि एकतिर मात्रै गरेको ढिडो खानु हुँदैन तर दाइ ढिडो चाहिँ बनाउन सिक्नुपर्ने हो मैले पनि हैन मलाई चाहिँ नेपाल हुँदाखेरि खानासाना बनाउन चाहिँ आउँथेन अनि लामा दाइले नै मलाई यही आएर मैले यही दाइले नै सिकाउनु भएको सबै कुराहरू मलाई केही नआउँदैन त्यो भात दाल मासु मात्र पकाउन आउँछ मलाई चाहिँ त्यही पनि दाइले नै सिकाएर हो हाम्रो ढिडो चाहिँ रेडी हुँदैछ दाइले चाहिँ सुरु गरिसक्नु भएको छ हैन अब त्यही नै ढिडो खानुपर्छ सजिलो बनाउँछ बोल्दिन हुन्छ Oh my god लास्ट मिनट चाहिँ कसम यार मैले सबसे बेस्ट भयो नि आज थाहा छ यो पिठो छ नि कालो नभएर लास्ट मिनट गरे जस्तो लागेको थियो भनेर मन बनाए ओहो साँच्चै कसम भाइ यार बबाल छ क्या सबसे बेस्ट भयो नि थाहा छ लास्ट आज चिसो पनि भएर होला बाहिर चाहिँ लास्टै मजा आयो क्या एकदमै मिठो छ गाइस हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ हैन बनाउन त आउँदैन होला हजुरहरूलाई मासु पनि हेरेर यो बार हो के मिठो छ मलाई त ढिडो वाइल नै मनपर्छ गाउँमा जन्मेको होइन लामा चाहिँ बाफ्रे लास्ट मेरो भयो थियो पहिलाकै लामा त हामी रोल्पा हुँदा क्या त्यो तपाईँलाई पनि थाहा छ नि त पहिला चाहिँ अलि पहिला मान्छेले ढिडो मकैको रोटी खाने अनि त्यो बेला चाहिँ भात भनेको त चामलको भात भनेको जुस कि 10 तिहार नै आउनु पर्छ कि पाहुना आउनु पर्छ दाइ होइन अनि ढिडो नै हो अहिले पनि यहाँ ट्याक्क चामल खाइरहन्छ त्यही नै हो तिहार पनि लागिरहेछ अब ढिडो खाँदै तिहार नै आउनुपर्छ हामीलाई चाहिँ ट्याक्क चेन्ज भयो क्या दाइ त साँच्ची गफ हाने पनि एकदम मिठो छ मैले अघि गाउँदै सोचिरहेको थिएँ यस्तो छ गाइस यो पिठो कालो भन्ने रहेछ होइन मिठो नहोला कि भनेर सोचिरहेको थिएँ मैले है ल कर्क सिटीमा हुनुहुन्छ र कसैलाई ढिडो खान मन लागेको छ भने हाम्रो लामा दाइले इन्भाइट गर्न सक्नुहुन्छ इफ इन्भाइट गर्न सक्नुहुन्न भने चाहिँ लामा दाइलाई टेस्ट गर्नुहोस् लामा दाइले चाहिँ यही नै बोलाउनुहुन्छ होइन दाइले चाहिँ बब्ली बनाउनुहुन्छ
मिठो आयो मिठो छ बबाल छ म सौगात र अभिषेकलाई चाहिँ म्याच गराएको थिएँ ढिँडो खाम आज भनेर उनीहरूले पनि घर खाना बनाइसकेका रहेछन् जोस् केटाहरूले चाहिँ यो मिस गर्नेछन् एकदमै यस्तो मोलेर पहिला के दाइ मैले ल्याम्पसँग ढिँडो चाहिँ यही नै हो खाएको के अरे गाउँमा हुँदा त दही साग मोलेर ट्याक्क ढिँडो खाइन्थ्यो नि त पहिला गाउँमा त त्यही नै गाइस एकदमै मिठो छ दियोस् मजा आइरा अब चाहिँ हामी मजाले अब हुन्छ नि भिडियो स्टप गरेर चाहिँ अब एकदम मजाले हामी ढिँडो खान्छौँ त्यही लिएर मैले आजको भिडियो चाहिँ त्यही नै हो ढिँडो खाइयो आजको स्पेसल यही नै थियो ढिँडो स्पेसल होइन लास्ट वाइल्ड मिठो भयो आज चाहिँ एकदम दाइले बबाल नै बनाउनु भयो गाइज होइन त्यही नै हो फेरि पनि भेट्नेछौँ अर्को भिडियोमा सपोर्ट गरिदिनु होला भिडियो लाइक अनि कमेन्ट गरिदिनु होला च्यानल पनि सब्सक्राइब गरिदिनु होला दुःख नमान्ने होइन त्यही हो गाइज फेरि पनि भेट्नेछौँ अर्को भिडियोमा बाई बाई अब चाहिँ हामी एकदम चिल पाराले खान्छौँ गाइज ल त्यही नै हो ह्याप्पी तिहार सबैजनालाई स्टार्टिङ हो गाइज अब म त केही बोल्नै सकिरहेन यति मिठो छ होइन खाइरहनु मन लागिरहेको त्यही नै गाइज ल सी यू गाइज इन द नेक्स्ट भिडियो माया गरिराख्नु होला सपोर्ट गरिराख्नु होला